हेलो वेलकम छ हजुरहरूलाई हाम्रो मिनी ब्लगमा। आज हामी चाहिँ मेरो भदैको बर्थडेको लागि तयारी गर्दैछौँ। अब हामीहरू जाने। हेलो हेलो हाई। तर हामी कहाँ जाने कहाँ जाने? बर्थडेमा जाने बर्थडेमा मलाई चाहिँ खासै ब्लग बनाउन आउँदैन, ट्राई गर्दैछु, हल्का ट्राई चाहिँ गर्दैछु। मेरो भोइस पनि त्यति राम्रो छैन नि त, त्यही भएर अनि मलाई ब्लग बनाउँदा नि लाज लाग्छ। हजुरहरू हेरेर सल्लाह सुझावहरू गरिदिनु होला है सबैजनाले। ओके, नराम्रो भए पनि हामीहरू बर्थडे सुरु गर्न गइरहेका छौँ। अनि यहाँ भदैजी डरले पछाडि लुक्नु भएको छ। हामीहरू सबैजना भेला भइसक्यौँ। अब केक काट्नको लागि तयारी गर्दैछन् मेरा प्यारो भदैले। म चाहिँ हल्का क्यामेराम्यान बन्दै गरे कि मलाई खासै ब्लग बनाउनु त आउँदैन, सुरुवात मात्रै हो। कोसिस चाहिँ गर्दैछु म पनि ब्लग बनाउनुको लागि, तर मेरो भोइस राम्रो छैन, त्यही भएर हजुरहरूलाई कस्तो लाग्यो होला भिडियो देखेर सबैजनाले कमेन्ट गरिदिनु होला। मेरो भोइस चाहिँ राम्रो छैन। अब क्यान्डल निभाउन खोज्दै हुनुहुन्छ है मेरो सानो भदैले। हेरौँ है त, उहाँ चाहिँ दिदी है, भदैको दिदी हो, क्युट हुनुहुन्छ सानो बहिनी। र उहाँ चाहिँ भदैको मामु हुनुहुन्छ। हामीहरू चाहिँ हल्का रमाइलो गरेको कस्तो लाग्यो होला हजुरलाई कमेन्ट गर्नु होला। ओके बाई बाई।